हे गाइज गुड मर्निङ। अनि आज चाहिँ म मेरो दैनिकी लाइफमा भनौँ न मैले गर्ने बिहानको चाहिँ म अपडेटहरू चाहिँ यहाँनिर भ्लग मार्फत एउटा सानो भिडियो मार्फत लिँदैछु। यो भिडियो चाहिँ कुनै केहीको लागि चाहिँ बनाएन, पछि यसो मेमोरिजको लागि मात्रै हो मेरो, किनभने जुनसुकै भिडियोहरू पनि मेमोरिजको लागि नै हुन्छ। अगाडिको अब पहिलाको भिडियोहरू हेर्न मजा आउँछ नि त। अनि त्यो कारणले गर्दाखेरि चाहिँ यो चाहिँ लगभग मेरो बिहानको 4:30 बजी उठेँ म चाहिँ। अनि अहिले त एकदम धेरै जाडो बढेको छ नि त। अनि त्यसपछि पुरा हुस्सेहरू लागिरहेको थियो। अनि बिहानै उठ्नुपर्छ, बिहान उठेन भने भ्याउँदैन। अनि त्यसपछि म चाहिँ 4:30 मा उठेँ ओरेँ। अनि उठेर मुखहरू अलिअलि धोएँ ओरेँ। अनि त्यसपछि खाना सब्जी बनाउन थालेँ। बेलुकै लिएर आएको थिएँ मैले च्याउको सब्जी पकाउँछु भनेर चाहिँ। अनि त्यसपछि सब्जीहरू काटेँ ओरेँ। अनि ओछ्यान त्यतिकै छोडेको थिएँ। अनि सब्जी पाक्दै गर्छ अनि यता बेड मिलाउँदै गर, त्यति बेला चलाउँदै पकाउँदै गर्दाखेरि यता पनि हुन्छ काम, उता पनि हुन्छ नि त काम। एकैचोटि त सबै काम गर्नु भ्याउँदैनौँ। अनि त्यसपछि गाह्रो हुन्छ। त्यो पनि चिसोमा सबैभन्दा मेन गाह्रो काम भनेको चाहिँ अहिले चाहिँ बिहान उठ्नु नै हो क्या। एकचोटि उठ्नु चाहिँ सक्यो भने चाहिँ पुरै महान नै जस्तो हुनु थालिसक्यो कि। पुरा जाडो हुस्से चाहिँ एकदम धेरै बढेको कि धेरैका कुरै नगरौँ। अनि मेरो दिनहरू चाहिँ कसरी बित्दैछ, कस्तो के छ भन्ने चाहिँ भिडियो मार्फत हेर्नु होला। अनि जिन्दगीमा हतार कामहरू गरेन भने भ्याउँदैन। मैले लगाइरहेको स्वेटर मेरो मम्मीको यत्रो स्वेटर लगाएर म चाहिँ बिहान पनि जाडो हुन्छ। अनि खाना सब्जीहरू पनि बनाएँ हतार। अनि यता रुमको पनि गर्नु पऱ्यो। अनि त्यसपछि मेरो चाहिँ यो सकेपछि चाहिँ भनेको बिहानको मर्निङ काम भनेको चाहिँ कम्प्युटर क्लास हो। अनि त्यसपछि कम्प्युटर क्लास जान्छु म चाहिँ। यो सकेपछि मेरो चाहिँ माथि छतमा लुगा सुकाएको थिएँ क्या मैले यो टाइममा चाहिँ। अनि छतमा लुगा लिनु जाँदा यति धेरै अँध्यारो थियो कि पुरै हुस्से। अनि भर्खर कलेजहरूको गाडीहरू जाने टाइम भएको रह क्या त्यति हुँदा। अनि नुहाउनु पर्ने थियो। अनि अब नुहाइहाल्नु पऱ्यो भने त्यसपछि नुहाउन गएँ। बिहान यस्तो जाडोमा चिसो पानीमा नुहाइहाल्दै, नुहाएन भने त फेरि ढिलो भइहाल्छ नि त। अब मेरो चाहिँ यस्तो छ कि काम कुनै दिन छुट्टी हुँदैन कि। मेरो हप्तामा एक दिन पनि छुट्टी हुँदैन। अनि त्यो भएकोले गर्दाखेरि चाहिँ मेरो कामै छुट्टीको दिन म यो काम गर्छु ऊ गर्छु यता जान्छु भन्ने त्यो प्लानिङ केही नै हुँदैन। त्यो कारणले गर्दाखेरि चाहिँ मेरो सब काम भनेको चाहिँ जतिखेर भ्याउँछु म त्यतिखेरै त्यही दिनमा गर्नुपर्ने हुन्छ क्या। एकदम गलेको छ सकेन भने पनि गर्नै पऱ्यो, अब आफ्नो काम हो होइन। अनि लाइफ चाहिँ अब अलिक गाह्रै छ, त्यही पनि त्यसलाई चाहिँ सजिलो बनाउने प्रयत्न गर्नुपर्दो रहेछ होइन। मेरो मर्निङको भनेको चाहिँ लगभग यस्तै हुन्छ क्या। एकदम धेरै हतार हुन्छ रुममा। मैले चाहिँ एक दिनको चाहिँ भिडियो बनाऊँ न त भनेर चाहिँ यो भिडियो क्लिकहरू गरिराखेको थिएँ अलिअलि। एकदम लास्टै धेरै हतार हुन्छ क्या। बिहान एकछिनको लागि मैले 5-10 मिनट ढिलो गरेँ भने नि मैले एउटा अब केही काम छोड्नुपर्ने हुन्छ क्या। अनि म केही चिजलाई चाहिँ मलाई स्किप गर्नु मन लाग्दैन क्या अब गरिसकेपछि। अनि हतार भए पनि गरिहाल्छु म चाहिँ। मलाई चाहिँ त्यो गाह्रो काम यस्तो उस्तो चाहिँ त्यो फिल चाहिँ हुँदैन जे भए पनि। अनि जति जे छ चाहिँ म चाहिँ कामहरू चाहिँ एकदम सकिहाल्छु होइन। अब यस्तो गरौँ लु जा त के खाँदै पनि छु म। यो भिडियो चाहिँ मैले अस्ति बनाएको थिएँ कि क्लिप चाहिँ अस्ति कहिले। अनि मैले चाहिँ भोइस ओभर गर्छु अनि हाल्छु भनेर सोचिरहेको थिएँ। अनि फेरि बिचमा हाल्नु पनि मन लागेन कि मलाई। अनि मैले भिडियोहरू डिलिट गरेको थिएँ। अनि फेरि त्यो रिस्टोर गरेँ क्या मैले। भिडियोहरू चाहिँ हालिराखौँ न त बनाएको थिएँ भनेर मैले क्लिपहरू चाहिँ लिएको थिएँ। र अनि नुहाएर आएर नि जाडो भइरहेको थियो क्या। जाडोमा लुगासुगा लाएर म बेसी काम पनि गर्नु सक्दिनँ। अनि खाना सब्जी बनाएँ, अब रेडी गरेँ। अनि खाना सब्जी बनाइसकेँ, अब बेडसेट मिलाएँ ओरेँ अनि बढारेँ। अनि त्यति गरेपछि अब क्लास जानुलाई हतार भइसकेको थियो। मेरो क्लास चाहिँ कहाँनिर छ भन्दाखेरि चाहिँ भद्रपुर रोड। म बस्ने रुम भनेको चाहिँ म चाहिँ बिएनसी मनमोहन हस्पिटल छेउ बस्छु। अनि त्यसपछि मेरो कम्प्युटर क्लास भनेको चाहिँ भद्रपुर रोड छ, एकदम धेरै टाढा पर्छ यहाँदेखि चाहिँ, अलिक टाढा नि छ। अनि त्यसपछि मेरो काम भनेको चाहिँ माथि सन्सरी रोड हो। अनि हिँडाइ चाहिँ एकदम राम्रो धेरै नै मचिन्छ मेरो चाहिँ। अब अलिक मजाले खुलिसकेको थिएन उज्यालोमा। यो चाहिँ लगभग 6:30तिरको कुरो हो। यति अब सब काम यति सक्दाखेरि 6:30 भइसकेको थियो। अनि त्यसपछि म चाहिँ लागेँ, सिडीबाट उत्रेँ। हामी चाहिँ सेकेन्ड फ्लोरमा बस्छौँ। अनि त्यसपछि चाहिँ अब ढोकासोका खोलेर क्लास जान्छु। अलिअलि उब्रिसकेको थियो त्यति बेरसम्म त, अलिअलि उज्यालो भइसकेको थियो। तर हुस्सेहरू चाहिँ पुरा लागिरहेको थियो कि। अनि छिटो गर्दै त्यसपछि क्लास गयो। अनि क्लास गइसकेपछि
अब उतै क्लासमा एकछिन सिकोहरू मजाले सिक्न पनि पाउँदिनँ। एकछिन बसेपछि फर्किने बेला भइहाल्छ। अनि फर्क्यो अनि त्यसपछि बिहानै पकाएको त्यो सेलाको भात खायो। यसो अलिअलि तताउनु त ततायो, तर के गर्नु एकचोटि पाकेको त्यतिखेर तातो तातो खानु त मन हुन्छ नि। त्यही पनि अब त्यो अलिअलि सेलाएको हुन्छ, त्यस्तैहरू खायोहरू। अनि फेरि काममा जानु हतार भइसकेको हुन्छ क्या। 20 मिनट जतिमा चाहिँ सबै काम त्यति चाहिँ सकिसक्नु पऱ्यो कि फेरि आफूले यता आउने खाएर अनि हिँड्ने। अनि हतार हुन्छ। अनि त्यसपछि क्लास पुग्यो। अनि क्लासमा पनि त्यही हुन्छ। अनि एकछिन बस्यो आयो। अनि आफ्नै कामको टेन्सन। अनि त्यस्तै गर्दै नै मेरो चाहिँ अहिले चाहिँ यस्तो अब बितिरहेको छ होइन। अनि मेरो यहाँ मम्मी भिडियो चाहिँ मैले कहाँनिर भन्दाखेरि म रुम आउँदाखेरि बनाएको रहेछु मैले। अनि त्यसपछि मेरो चाहिँ त्यो रुम आयो। अब के भाषण दिँदैछु म, तर भिडियो लामो हुन्छ भनेर मैले हालिनँ। दिदी र म बस्छौँ। अनि दिदीले चाहिँ मैले बिहान खाना बनाएको थिएँ। अनि दिदी पनि आउनुभएको रहेछ बिचमा, आउने कुरा थिएन, मलाई मात्रै बनाएको थिएँ। अनि दिदी पनि आउनुभएछ बिचमा। अनि खाना खाएर जानुभएछ दिदीले पनि। अनि मलाई ततायो अरे एक्लैलाई। त्यसपछि अचार बनाउनु भ्याएको थिइनँ बिहान। अनि सब्जी तताउनु राखेँ। अनि त्यसपछि अचार बनाएँ, टमाटरको अचार टक्कसँगले। अनि म्याचमुच बनाउने। यस्तो त बेहोरा मेरो यति जाडो छ, तर म यस्तो लुगाहरू लाएर बस्नु सक्दिनँ कि म ज्यान देखाउँदैछु यति घटेँ भनेर नि। एकदम मोटी देखिरहेको हुन्छ कि लुगाहरूमा, बट म घटेर नि एकदम पुरै बडी मेन्टेन गरेँ यति भइसक्यो। हुन त म साँच्चै भन्नुपर्दाखेरि चाहिँ म चाहिँ अब दिन हुन्छ नि, दिनमा चाहिँ एक टाइम मात्रै छ क्या मेरो खानाको। अब बिहान यस्तो गरेर हात्तिँदै खाएर जान्छु। मेरो खानाको टाइम भनेको यही एक टाइम मात्रै हो। म बेलुका खाना खाँदिनँ, किनभने काममा जा वाक्क भएर आएको हुन्छ। अनि रुममा आइज अनि फेरि पकाएर अब लुगाहरू हुन्छ मेरो चाहिँ बेसी। अनि लुगाहरू धुनु, अनि त्यसपछि यता बढार्नु ओर्नु, अनि त्यसपछि नोटहरू अलिअलि सार्नु, के गर्दा त टाइम उयो हुन्छ, खाना बनाउँदाखेरि ढिलो हुन्छ भन्ने हुन्छ नि त। अनि गलेको पनि हुन्छ। अनि म चाहिँ खाना खाँदिनँ, खासै भोक पनि लाग्दैन, खाजा ढिलै खान्छु। अनि बेलुका चाहिँ खासै खाना खाँदिनँ। अब केही छ बिचमा बिस्कुट सिस्कुटहरू छ, केही फलफुलहरू ल्याएको छ भने म त्यही खाएर टारिदिन्छु। नभए चाहिँ म बेसी बेलुका चाहिँ कहिले खाना खाँदिनँ। कहिले झुक्केर खाइगएँ भने मात्रै, नभए चाहिँ प्रायः चाहिँ म कहिले बेलुका खाना मैले यता उयो गरिकन चाहिँ मैले खाएको छुइनँ खानाहरू चाहिँ। मलाई हेर्नु न त्यहाँ धन्ना पनि गर्दैछु म। त्यो दिन अलिक छिटै भएछ कि क्या, नभए त कहिले त धन्ना पनि छोडिदिकन गयो। अनि आएर पनि माझ्ने दिन पनि आउँछ पो त जिन्दगीमा त। अनि के भने मेरो भोइस पनि एकदम कस्तो भइरहेको होला। यो भिडियो चाहिँ अगाडिको मैले पोस्ट चाहिँ अब मात्रै भोइस ओभर गर्दैछु होइन। पोस्ट पनि कहिले गर्छु थाहा छैन। अनि त्यसपछि अल्छी लाग्यो बोल्दा बोल्दै, के बोल्नु भयो बा भइगयो नि मेरो ब्याकग्राउन्डको गीत। अनि त्यसपछि मलाई चाहिँ नि लाइफमा चाहिँ के लागेको भने नि त, हुन्छ नि त अब गाह्रो हुन्छ क्या लाइफ भनेको नि। त्यो लाइफले चाहिँ हामीलाई चाहिँ सिकाउँदो रहेछ क्या। मतलब हामीलाई यस्तो कुराहरूको अनुभवहरूले चाहिँ हामीलाई चाहिँ के सिकाउँछ भन्दाखेरि चाहिँ अब लाइफ भनेको के हो होइन, कसरी चलिन्छ त्यो टाइपमा हुन्छ नि, त्योहरू चाहिँ एकदम सिक्नु पर्दो रहेछ होइन। तर अब अहिले नि चाहिँ त्यत्रो पढ्नु भनेर आएको थियो, सिक्नु चाहिँ मन थिएन। बट अब परिस्थितिहरूले त्यस्तै बनाइदिइहाल्छ होइन। कलेज पढ्छु म कलेज पढ्ने मान्छे। म कलेज त मेरो कलेजको त नामै आएन त्यहाँ, किनभने म कलेज जाँदिनँ, म कलेज जानु भ्याउँदिनँ। यति गर्न त मलाई यति म्यानेज गर्नुपर्छ। मैले बिहानको निन्द्रा छोडेर मैले यस्तो गरेर गर्नुपर्छ भने मेरो कलेजको चाहिँ टाइम मिलेको छैन। म कलेज गएको छुइनँ। एक दिन कहिले अस्ति नै झुल्केर गएको थिएँ, त्यति हो। नभए त म कलेजको लागि चाहिँ म भ्याउँदिनँ, कलेजको लागि टाइम दिन सकेको छुइनँ। कि त मैले कम्प्युटर छोड्नुपर्छ कलेज जानको लागि, कि काम छोड्नुपर्छ होइन। सबैलाई एकैचोटि निरन्तरता दिएर लान खोज्छु भन्दाखेरि चाहिँ नसकिँदो रहेछ होइन। मन त मलाई सबै थोक थियो, बट सकिनँ त्यो चाहिँ। त्यही पनि केही पनि छैन। आफै अब मलाई पढाइलाई स्टप गर्नु भन्नु भने पनि अब अहिलेको जमानामा कामलाई मात्रै हेरेर पढाइलाई स्टप गर्नु पनि भएन होइन। अब मेरो अहिले चाहिँ म सेकेन्ड इयर, मेरो फर्स्ट इयर पनि राम्रोसँग नै सबै क्लियर भएको छ। म पास भएँ, फर्स्ट इयर पनि सबै पास भइसकेपछि पनि त सेकेन्ड इयर पढौँ भन्ने हुन्छ। फर्स्ट इयरै बिग्रेको भए त नपढौँ भन्ने टाइपमा जान्थ्यो होला। तर मैले चाहिँ फर्स्ट इयर राम्रै भएको छ, त्यसले गर्दाखेरि चाहिँ सेकेन्ड इयर पनि अब पढ्नु पऱ्यो, कन्टिन्यू गर्नु पऱ्यो भनेर सोचेँ होइन। अनि अब कलेजमा एडमिसनहरू सबै अब
गरिराखेको छु आफै गरेँ मैले एडमिसन पनि गरिसकेँ अस्ति कलेज चाहिँ जानु पाएको छैन यता क्लासलाई कन्टिन्यू गरिराखेको छु अहिले चाहिँ भर्खरदेखि जानु थालेको क्लास पनि बेसी भएको छैन भर्खरदेखि हो अनि काम त गरेको त मैले यहाँनिर काम गरेको 5 महिना हुनु लागिसक्यो लगभग काममा अब के हुन्छ मजाले भ्याइँदिनँ अब अरूको काम सजिलो त कहाँ हुन्छ र होइन त्यही पनि सजिलो मानेर गर्नुपर्छ उइस राति यस्तो अँध्यारो भइसकेको हुन्छ अनि निस्क्यो कामसाम सकोहरू अनि त्यसपछि तर यता चाहिँ बितामोडतिरहरू त उज्यालै नै हुन्छ कि अब हिँड्नुको लागि तुफान हिँड्दै जानुपर्छ रुम पुग्नुको लागि होइन गाह्रो छ नि त जिन्दगीमा यत्रो अँध्यारोमा कुद्दो अनि आयो रुम आउँदा यत्रो लुगा धुनु बाँकी हुन्छ कि अब कति फोहोर हुन्छ बिहान क्लासदेखिको लुगाहरू धोयोहरू ईशान एकछिन केही फिल्टर सिल्टर लायो टिकटक बनायो त्यति भ्याउने चाहिँ राति है मेरो टिकटक बनाउने चाहिँ गाह्रो छ अनि सब काम सकोहरू अनि त्यति गऱ्यो अनि त्यसपछि एकछिन नोट्स सारो यतिखेर चाहिँ लगभग मेरो 11 बजेको हुन्छ क्या यतिखेर चाहिँ 11 साढे 11 भइसकेको हुन्छ बेलुका गीत सुनु एकपट्टि गीत सुनु अनि त्यसपछि एकपट्टि नोट्स सारो अनि केही खानेकुरा छ भने त खाना खाँदिनँ छैन भने केही खाँदिनँ पानी सानी खाएर भयो भने टार्दिन्छु नभए चाहिँ अब के फलफुलहरू बिस्कुटहरू छ भने चाहिँ खाएर म चाहिँ यसरी एकछिन नोट सार्छु 11 साढे 11सम्म चाहिँ नोटहरू सार्छु झ्याप निन्द्रा भइसकेको हुन्छु दिनभरिको गलेको बिहानदेखिको कति गाह्रो हुन्छ होइन ठिकै छ जति गाह्रो भए पनि जिन्दगी यसरी चलिरहेको छ म रमाएको खाएको भनेको चाहिँ त्यो यस्तो बेलुका भिडियो सिडियो बनायो त्यति हो बाई भन्दै यतिको भिडियो यति